हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन तपाईँहरूलाई थाहा छ आज के दिन हो नेपालीमा भनिन्छ कुसे औँसी होइन इङ्ग्लिसमा मदर्स डे जो जन्म दिने आमाको मुख हेर्ने दिन अरे तर मुख त हामीले हमेसा हेरिन्छ है त्यस्तो अब मुखै हेर्नुपर्ने त उस छैन तर पनि आज स्पेसिफिक एउटा दिन बनाइएको छ जन्म दिने आमालाई सम्मान साथ माया साथ हैन केही भनौँ न केही चाहिँ गिफ्ट दिएर अथवा केही गरेर एउटा माया जताउने दिन अरे के खुसी औँसी ह्याप्पी मदर्स डे र मेरो तर्फदेखि सम्पूर्ण आमाप्रति उच्च सम्मान र मायाको साथ ह्याप्पी मदर्स डे है अनि साथमा जन्म दिने आमा र जीवन साथी सुम्पिदिने आमा दुवैप्रति उच्च सम्मानको साथ र ह्याप्पी मदर्स डे पनि भन्न चाहे। अब ह्याप्पी मदर्स डेमा मेरो कान्छो छोरो सुतिरहेको छ हैन सुतिरहेको छ बाबु सुत्ने ह्याप्पी मदर्स डे आज कान्छु ओए कुनालीको साथी ह्याप्पी मदर्स डे हो क्या आज अब म यसो भन्दै हैन अब अब निस्किएर जान्छु हलसम्म अनि अब ह्याप्पी मदर्स डेमा त आफ्नो आमाको फोटो त देखाउनै पर्यो हैन मेरो मम्मीको फोटो त्यहाँनिर छ ल मेरो मम्मीलाई ह्याप्पी मदर्स डे भन्न चाहे इभेन हाम्रो माझ नभए तापनि जहाँ हुनुहुन्छ जस्तो स्थितिमा हुनुहुन्छ सुख शान्ति समृद्धिको कामना र जन्म दिएर यो धरतीमा ल्याइदिनु भयो र दुःख कष्ट गरेर हामीलाई ठुलो बडा बनाइदिनु भयो र छोडेर जानुभयो र यो त संसारको रीति नै हो छोडेर सबैले जाने हो हामीले पनि एकचोटि छोडेर जाने हो जहाँ हुनुहुन्छ जे हुनुहुन्छ सुख शान्तिको कामना र समृद्धिको कामना तपाईँलाई उच्च सम्मानको साथ ह्याप्पी मदर्स डे भन्न चाहे मिसिङ यु अ लट तपाईको दुःख तपाईको कष्ट तपाईको पीडा मनमा याद छ सङ्घर्ष गरिरहेको छु र गरिरहने छु बाटो बिराएको छैन तपाईले देखाइदिएको बाटो हिँडिरहेको छु कतै गल्ती गर्यो भन्ने गराएको छैन र गराउने पनि छैन यो मेरो बाचा Thank you so much for being my mother. You are the great mother. तपाईले धेरै कष्ट गरेर तपाई छुट्टै भिन्न खालको एउटा आमा हुनुहुन्छ जो तपाईले कष्ट भोग्नु भयो सायद हामीलाई चिन्ने हामीलाई जान्ने मान्छेहरूले त्यो बुझेको होला लभ यु लभ है भन्न चाहे लभ यु अनि यति भन्दै फेरि म अब यतातिर पनि लाग्छु हैन हाम्रो छोराहरू पनि अब सुतिरहेका छन् यिनीहरूलाई पनि हल्का जगाउनु पर्यो यिनीहरूको पनि मम्मीसँग आफ्नै केटा बाबु के ह्याप्पी मदर्स डेमा यसो उठ्नु पर्यो खोल ह्याप्पी मदर्स डेमा यसो चाहिँ उठ्नु पर्यो मम्मीलाई विस गर्नु पर्यो आर्यन 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 ल सुतेको छन् केटाहरू अलि लेट सुतेको होला हाम्रो जेठो बाबुको पनि इक्जाम आउन एकदमै नजिक छ त्यसै कारणले उसलाई चाहिँ रातिसम्म पढ्छ अनि अलि लेट उठ्छ हैन ठिकै छ अरू के भनौँ र म एकचोटि मन्दिरमा पनि जान चाहन्छु र मन्दिरमा गएर भगवानसँग पनि प्रार्थना गर्न चाहन्छु कि फेरि अर्को दुनियाँमा त्यही मम्मीसँग नै छोरा भएर जन्मिन पाऊँ तपाईले त अरू केही नदिएको पनि त्यो एउटा ध्यान दिनु होला र मम्मीसँग फेरि पनि एउटा प्रार्थना गर्न चाहन्छु कि मैले आँटेका मैले सोचेका मेरा हरेक सपनाहरू जहाँ कहीँ हुनुहुन्छ त्यहाँबाट आशीर्वाद स्वरूप सफलताको कामना गर्नु होला र सफल हुने प्रयास म गर्नेछु हैन यति भन्दै भगवानप्रति पनि म एकदम धन्य छु आज मदर्स डे अनि यसो भन्नु पर्दाखेरि उहाँ चाहिँ मेरो मम्मी अनि मेरो हजुरआमा है
उतातिरको व्हाइट साडी लगाउनु भएको चाहिँ मेरो मम्मी, यता चाहिँ मेरो हजुरआमा र दुवै मेरो एकदम मनमुटुमा हुनुहुन्छ। दुवैले धेरै नै सङ्घर्ष गर्नुभएको छ है। आमाप्रति पनि त्यत्तिकै सम्मान छ र हजुरआमाप्रति पनि त्यत्तिकै सम्मान छ। अनि आज अब कहाँबाट कोले कति विस गर्नुभएको छ, के गर्नुभएको छ हो त्यो त थाहा छैन होइन। र बुढी पनि अब ह्याप्पी मदर्स डेको दिन पूजाआजा गर्नको लागि एकदम तयारी छिन् होइन। एक चलचल गर्दैछिन् ल। अब बुढी र म उस्ता उस्तै हो। बुढीको पनि अब जन्मदिने मम्मी हुनुहुन्न, मेरो पनि हुनुहुन्न। मदर्स डेको दिन तपाईँहरू सम्पूर्णपट्टि एउटा मैले चाहिँ रिक्वेस्ट गर्न चाहेँ र विनम्र अनुरोध गर्न चाहेँ। जो पनि तपाईँहरूको यदि आमा हुनुहुन्न, गुमाइसक्नुभयो, भेरी सैड होइन, त्यसको लागि म एकदमै क्षमा प्रार्थी छु र म पनि त्यही क्याटेगोरीमा पर्छु। जो कोही मेरो भिडियो हेर्दै हुनुहुन्छ र तपाईँहरूको आमा स्टिल तपाईँहरूसँग हुनुहुन्छ भने उहाँलाई धेरै माया दिनुहोस्। किनकि तपाईँलाई ठुलो बडो होइन, यदि बोल्न सक्ने, हाँस्न सक्ने, गर्न सक्ने, दौड्न सक्ने, उन्नति प्रगति गर्न सक्ने हरेक चिज यहाँसम्म पुर्याउनु, यत्रोसम्म बनाउनको लागि धेरै सङ्घर्ष गरेको हुन्छ आमाले। बाबाले त जाने, कमाउने र लिएर दिने। तपाईँको प्रगतिमा यदि धेरै हात हुन्छ भने आमाको हुन्छ। आमाको 95% हात हुन्छ भने 5% बाबाको हुन्छ होइन। त्यही भएर आफ्नो आमालाई माया ममता होइन जिउँदो हुनुसम्म कहिल्यै पनि आँखामा आँसु आउन नदिनु, माया ममता गरेर राख्नु होइन। आज त ह्याप्पी मदर्स डे भनेर अलग्गै एउटा दिन छुट्याएको छ भने हरेक दिन त्यो आमालाई ह्याप्पी मदर्स डेको अनुभूति गराउनु होइन। कुनै पनि आमालाई एउटा वृद्धाश्रममा गएर बस्न बाध्य नबनाउनु होइन। आफूसँगै राख्नु, आफ्नै घरमा माया ममता गरेर। तपाईँ कतिपयको देखेको हुन्छु बिहा गरिसकेपछि छोराहरू परिवर्तन हुन्छन्, बुढीपट्टि लाग्छन्, आमालाई हेला गर्छन्। त्यस्तो कदापि नगर्नु होइन। आमाको ठाउँमा आमालाई राख्नु, बुढीको ठाउँमा बुढीलाई राख्नु र धेरै माया दिनु। एकचोटि गइसकेको आमा फेरि दुबारा फर्केर आउँदैन, यो कुरा ध्यानमा राख्नु होला। र यो भिडियो मार्फत यही म्यासेज दिन चाहन्छु कि मदर्स डे आज मात्रै नभएर सालको 365 दिनमा हरेक दिन त्यो आमालाई मदर्स डेको अनुभूति गराउनु र माया ममता दिएर उच्च सम्मानको साथ आफ्नो साथमा राख्नु। कुनै पनि वृद्धाश्रममा गएर बस्न बाध्य नगराउनु मेरो हम्बल रिक्वेस्ट है सबैलाई। अनि सम्पूर्ण आमाप्रति फेरि पनि अन्तिममा ह्याप्पी मदर्स डे भन्न चाहे सम्मानको साथ। ह्याप्पी मदर्स डे। गुड बाई गाइज।